माछा खान पाएनौँ भनेर गुनासो गरिराखेको थियौँ हामीले चाहिँ फ्यामिलीमा। ठ्याक्क भगवान्ले पनि सुन्नुभएछ। अनि पानी परेछ रोल्पातिर कतातिर एकदम बिसौली परेर गाडमा त माछा किसिम रहेछ, सब जानु भइसकेको थियो। हेलो गाइज, हामी चाहिँ रातिको 11 बजे बिजौली सुनेर गाडा जाँदैछौँ। मान्छे यति धेरै थियौँ नि, अनि काम परेर गएको भए डर लाग्थ्यो होला त्यो 11 बजे हामीलाई। यस्तो जोस चल्यो नि, लाग्यौँ हामी त फेरि। अनि नन्द हजुर कुरा गर्दै गर्दै गयौँ। मान्छे त गाड भरि रहेछन् क्या, कति धेरै। हामी जाने बेला मान्छेले यति धेरै माछा बनाइसक्नु भएको रहेछ। हामी त अब ट्याप ट्याप टिप्ने होला भनेर यत्रो ठुलो बोरा लगेर गएको। के गर्नु, पानीभित्र पस्नु पर्ने रहेछ। हामी त डुट्टेर ढङ्ग पनि थिएन। अनि मेरो मम्मीको हालत फेरि यस्तो भएको थियो कि मम्मीले नि माछा खानुहुन्न, तर हामी छोराछोरीको लागि माछा छोप्न जानुभएको अरे अरू गएको देखेर। अनि भाइले मम्मीले ठुलमम्मीले मारेको माछा अरे यो चाहिँ। मैले त हामीले नन्द भाउजूले त एउटा भ्याउतो पनि भेटाएन, मिजा त रित्ते आयौँ, केही पनि पाएनौँ। अनि त्यही गुनासो गर्दै थियो कि हामीले त जिरो माछा ल्याएर आयौँ, माछै भेटाएनौँ भनिरहेको थियौँ। भाइले फेरि एउटा ल्याए भइगयो त, कति ल्याउनु पर्छ र पुगिहाल्छ भन्दै थियो भाइले चाहिँ। अनि उसले ल्याएको माछा चाहिँ खन्याउँदैछ। अनि उसले खन्याएर पखाल फुकुल पारेर हामी चाहिँ अब यही पकाएर खाने हो क्या, किनभने खाना नपकाइकन गएको थियौँ हामी चाहिँ। मम्मी चाहिँ अघि जानुभएको थियो, अनि मलाई र भाउजूले रहर लागेर चाहिँ हामी पछि गएको हो कि। मम्मीले चाहिँ मैले यसो यसो गरेर माछा छोपी यति धेरै माछा थियो भनेर रियाक्सन दिँदै हुनुहुन्छ। के गर्नु, अनि अब माछा काट्टा पार्ने है। भाइले सब माछा पखाल्दैछ। अनि गाडमा यस्तो चिसो थियो नि, पुरा हावाले यति हान्यो नि हामीलाई हिजो। चिसोले ठ्याक्क भेटिहाल्यो क्या साँझ। अनि घर तरकारी पकाउनुभन्दा अघि चिया खाऊँ न भनेर चिया खाँदैछौँ हामी चाहिँ। तातो चिया खाँदै जाडो भगाउँदै तरकारी पकाउने। अनि तरकारी छिटो पकाएर खानुपर्ने थियो क्या। यस्तो भोक लागेको थियो नि त्यो 11 बजे 11:30 बजे है। अनि छिटो गर्छु भन्ने बेला झन् आगो ठुलो भएछ र झन्नले आगो परेन तरकारीमा। अनि फेरि हामीले तरकारी पकाएर खाना खाइसक्यौँ। ठुलोमम्मीले चाहिँ माछा बनाउँदै हुनुहुन्छ, किनभने काँचो माछा भोलिसम्म राख्यो भने बिग्रिन्छ। त्यसैले नुन मसलाहरू मोलेर तेलमा तारेर राख्यो भने बिग्रिन्न भनेर यो जुगाड लगाएको, किनभने त्यति धेरै माछा एक दिनमा खाएर भ्याइन्न। अनि यो चाहिँ भाइ बहिनीले नि ल्याइदिएको हो मैले यहीँ दाङ। एकैछिनमा सक्यो है यतिका बगालले खाने बेला। अनि अलिअलि चाहिँ प्युठानमै रह्यो, अलिअलि मावल अब सेन्माको छोरा मामाको छोरा भाइ बहिनीले खाने भनेर लगिदिउँ। यसरी गएको हाम्रो हिजोको दिन। कसले माछा लिनुभयो, खोलामा को जानुभयो, कोले माछा टिप्न सक्नुभयो। हामीले त सकेनौँ। नन्द भाउजूले चाहिँ भाइ ल्याएको। बाई।